जस्तो एउटा कुरा छ नि, यो नेपाली जनताको मनमा पनि खड्किरहेको, जनताले पनि बोलिरहेको कुरा, यो मेरो मनमा पनि खड्किरहेको कुरा यो के कुरा छ भने, जस्तो तपाईहरु विपक्षमा हुँदाखेरि, सरकारमा नहुँदा अरु कोही विपक्षी सरकारमा हुँदाखेरि उनीहरुका विभिन्न मुद्दाहरुको विषयमा आवाज उठाउनुहुन्छ। यिनीहरुले गलत गरेका छन् अथवा हत्या गरेका छन्, हिंसा गरेका छन्, यिनीहरुले गरेका कुराहरुको विषयमा आवाज उठाउनुहुन्छ। तर तपाईहरु सत्तामै भइरहँदा पनि क्या, अघि भर्खरै माओवादीका अध्यक्ष प्रचण्डको कुरा गरे। एउटा अन्तिम प्रश्न मात्रै गर्छु। जस्तो अहिले तपाईहरुकै पार्टीका अध्यक्ष हुनुहुन्छ सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली। जस्तो उहाँको योभन्दा केही समय अगाडि नाकाबन्दीको सामना गर्नुभयो, उहाँले यो चुच्चे नक्सा ल्याउनु भयो। यो कुरा गर्दै गर्दा उहाँलाई जुन रूपमा जनताले मानेका थिए, केपी बा आई लभ यू भन्थे, एउटा केपी बा भन्ने कुरा त्यहीबाट सुरु भएको जस्तो लाग्छ मलाई। त्यही सामना गर्दै गर्दादेखि राष्ट्रियताको विषयमा त्यसरी उहाँले एउटा अडिग भएर खम्बा भएर लाग्दै गर्दा हिजो केपी बा आई लभ यू भन्ने त्यही मान्छेहरू आज सार्वजनिक कार्यक्रमहरूमा उनैलाई मुर्दाबादका नारा लगाइरहेका छन्। कुनै सार्वजनिक कार्यक्रमहरूमा जाँदाखेरि केपी शर्मा ओली मात्रै होइन कि जुनै पनि पार्टीका नेताहरू, जस्तो योगेश भट्टराई अस्ति टोयलेटमा थुनिएको भनेर एउटा आयो होइन, हरेक नेताहरूलाई चाहिँ आज जोगिएर हिँड्नुपर्ने अवस्था आएको छ। यो कुरामा चाहिँ हामी नेताहरूबाट, हामी ठुला पार्टीहरूबाट अथवा सत्तामा रहेका अथवा विपक्षमा रहेका, गणतन्त्रमा रहेका, यो व्यवस्थामा रहेका पार्टीहरूबाट केही गलत भएको कारण, हामीले सचिन नसकेको कारण, जनताले चाहेको कुराहरू पुरा गरिदिन नसकेको कारण जनतामा एउटा आक्रोश आएको हो भन्ने कुरा तपाईहरु स्वीकार्न तयार हुनुहुन्छ कि हुनुहुन्न? अब यो तपाईले गरिरहेको जुन मुद्दा मामिलाको कुरो छ, यो न्यायिक क्षेत्रको विषय हो। अब न्यायिक निरूपण गर्ने कुराहरूमा ढिला भयो, त्यो हामीलाई पनि लागेको छ किन यो अघि बढ्दैन भन्ने कुरा। अब यसमा अनेक कानुनहरू बाजिएका पनि होलान् हैन, तर जे भए पनि तपाईको कुरामा म के सहमत छु भने हत्या हिंसाको कुरो, यतिजनाको हत्या भएको चाहिँ म जिम्मा लिन्छु अथवा त्यो चाहिँ मेरो जिम्मेवारीको कुरो भन्ने कुराहरू चाहिँ गम्भीर प्रकृतिको कुरा हो। त्यही त, जस्तो मै जस्तो एउटा साधारण व्यक्तिले मैले यति मान्छे मारेर आएँ अथवा यो गरेँ भन्दै गर्दा पनि यहाँ प्रहरीले अथवा कुनै निकायले तानेर उसलाई अनुसन्धानमा लैजान्छ होइन। एउटा सरकारको विरुद्धमा केही बोल्दै गर्दा होस्, साइबर लाग्नेदेखि लिएर सिआइबी लाग्नेदेखि लिएर हरेक हुन्छ। तर यो उच्च स्तरीय जुन व्यक्तित्वहरू हुन्छ, कोही राजनीतिसँग जोडिएका व्यक्तित्वहरू, उनीहरूलाई किन ल्याएर चाहिँ अनुसन्धान गर्न सकिँदैन? जस्तो हतकडी नै लाउने कुराहरूदेखि लिएर हरेक कुरामा चाहिँ किन यो साधारण जनताहरूलाई एउटा हुन्छ नियम अनि उच्च स्तरीय व्यक्तिलाई एउटा नियम चाहिँ यो किन यो? नियम त अलग अलग हुँदैन, नियम एउटै हो, कानुन एउटै हो, उसलाई कारबाही गर्ने विधि पनि एउटै हो होइन। अब तर भइदिन्छ के हो भने यसलाई शङ्का व्यापक ढङ्गले उठेको छ। ठुला तहका मान्छेहरूमाथि कारबाही हुँदैन, ठुला तहका मान्छेमाथि चाहिँ एकदमै त्यो बचाउने काम हुन्छ होइन। र त्यो सरसर्ती हेर्दाखेरि होइन, यो चाहिँ आँखामा छारो हाल्ने किसिमको काम हुन्छ, जनतालाई ढाँट्ने काम हुन्छ। नेपाली जनताको मनमा पनि खड्किरहेको, जनताले पनि बोलिरहेको कुरा, यो मेरो मनमा पनि खड्किरहेको कुरा यो के कुरा छ भने, जस्तो तपाईहरु विपक्षमा हुँदाखेरि, सरकारमा नहुँदा अरु कोही विपक्षी सरकारमा हुँदाखेरि उनीहरुका विभिन्न मुद्दाहरुको विषयमा आवाज उठाउनुहुन्छ। यिनीहरुले गलत गरेका छन् अथवा हत्या गरेका छन्, हिंसा गरेका छन्, यिनीहरुले गरेका कुराहरुको विषयमा आवाज उठाउनुहुन्छ। तर तपाईहरु सत्तामै भइरहँदा पनि क्या, अघि भर्खरै माओवादीका अध्यक्ष प्रचण्डको कुरा गर्यौं। प्रचण्डले 5000 मान्छेको सार्वजनिक रूपमै जिम्मा लिए। अहिले अग्नि सापकोटाको पनि मुद्दा चलिरहेको छ, उनको पनि पटक पटक हेर्न नमिल्नेमा राखिन्छ। यो ठुला नेताहरूको चाहिँ क्या, ठुला नेताहरूको चाहिँ गरेका यो गलत कामहरूको चाहिँ किन यो छिटो फैसला हुन सक्दैन? किन उनीहरूलाई चाहिँ यो कारबाही गरिँदैन? किन यो माथिल्लो निकाय चाहिँ मिलेको हुन्छ हो? त्यस्तो भन्दा पनि अब यो हामीलाई थाहा छ। अब हाम्रो राज्य प्रणाली भनेको चाहिँ अब कार्यपालिका, न्यायपालिका, व्यवस्थापिकाको होइन शक्ति
सन्तुलनको आधारमै राजस्वता अघि बढ्ने हो। अब यो तपाईँले गरिरहेको जुन मुद्दा मामिलाको कुरो छ यो न्यायिक क्षेत्रको विषय हो। अब न्यायिक निरूपण गर्ने कुराहरूमा ढिला भयो, त्यो हामीलाई पनि लागेको छ किन यो अघि बढ्दैन भन्ने कुरा। अब यसमा अनेक कानुनहरू बाजिएका पनि होलान् होइन, सत्य निरूपण आयोग आदि इत्यादि विभिन्न बेपत्तासँग जोडिएका कुरा, द्वन्द्वसँग जोडिएका कुराहरू पनि भएको हुनाले यसमा राजनीतिक सहमति हुन नसक्नु, राजनीतिक विमतिबाट होइन उत्पन्न भएका कतिपय समस्याहरूलाई चाहिँ हामीले न्यायिक ढङ्गले त्यो निरूपण गर्नुपर्ने भावनाले यसले समय लिएको पनि हुनसक्छ। तर जे भए पनि तपाईँको कुरामा म के सहमत छु भने हत्या हिंसाको कुरो, यतिजनाको हत्या भएको चाहिँ म जिम्मा लिन्छु अथवा त्यो चाहिँ मेरो जिम्मेवारीको कुरो भन्ने कुराहरू चाहिँ गम्भीर प्रकृतिको कुरा हो। त्यही त अहिले मैले हजुरलाई यहीँ रोकेँ। जस्तो कोही व्यक्तिले, जस्तो मै जस्तो एउटा साधारण व्यक्तिले मैले यति मान्छे मारेर आएँ अथवा यो गरेँ भन्दै गर्दा पनि यहाँ प्रहरीले अथवा कुनै निकायले तानेर उसलाई अनुसन्धानमा लैजान्छ होइन। एउटा सरकारको विरुद्धमा केही बोल्दै गर्दा होस्, साइबर लाग्नेदेखि लिएर सिआइबी लाग्नेदेखि लिएर हरेक हुन्छ। तर यो उच्च स्तरीय जुन व्यक्तित्वहरू हुन्छ, कोही राजनीतिसँग जोडिएका व्यक्तित्वहरू, उनीहरूलाई किन ल्याएर चाहिँ अनुसन्धान गर्न सकिँदैन? जस्तो हतकडी नै लाउने कुराहरूदेखि लिएर हरेक कुरामा चाहिँ किन यो साधारण जनताहरूलाई एउटा हुन्छ नियम अनि उच्च स्तरीय व्यक्तिलाई एउटा नियम चाहिँ यो किन यो? नियम त अलग अलग हुँदैन, नियम एउटै हो, कानुन एउटै हो, उसलाई कारवाही गर्ने विधि पनि एउटै हो होइन। अब तर भइदिन्छ के हो भने कतिपय समस्याले अनुसन्धानको अलि लामो रूप लिन्छ, अलि लामो समय लिन्छ। यही कारणले पनि होला मलाई लाग्छ अब कतिपय निर्णय त भएका छन् होइन, राम्रै पनि भएका छन्, ठुल्ठुला जिम्मेवार मान्छेहरू पनि जेल गएका छन् होइन, कारवाही नगएकै भन्ने त होइन। तर कतिपय विषयहरूमा चाहिँ प्रमाणहरू जुट्न अनुसन्धानलाई अलि समय लगाएर अलि व्यापक ढङ्गले अनुसन्धान गर्नुपर्ने अवस्था हुनसक्छ। र अब हामीलाई पनि के लागिरहेछ भने चाहे त्यो अब भ्रष्टाचारसँग सम्बन्धित या ज्यानसँग सम्बन्धित यो गम्भीर प्रकृतिका अपराधहरूसँग सम्बन्धित जे जस्ता कुरा छन् त्यसलाई छिटोभन्दा छिटो अनुसन्धानको दायरामा ल्याएर अनि त्यो दोषीमाथि कारवाही गरेर जनतालाई सुरक्षाको अनुभूति दिलाउनुपर्छ, जनतालाई शान्तिको विश्वास दिलाउनुपर्छ। र हाम्रो सरकार अनि गलत गर्नेलाई छोड्दैन, हाम्रो प्रहरीले छोड्दैन, हाम्रो अदालतले छोड्दैन, कुनै पनि अपराधलाई छुट दिँदैन। सानो ठुलो जोसुकै होस् होइन, अपराध गर्नेहरू अपराधी नै हुन्, तिनीहरूलाई कानुनको कठघरामा ल्याएरै छाड्छ भन्ने सबै मान्छेलाई त्यो आत्मविश्वास होइन सरकारप्रति, राज्यप्रति होइन त्यो हुन जरुरी छ होइन। त्यसमा चाहिँ अहिले समस्या देखेको छ र मान्छेलाई शङ्का व्यापक ढङ्गले उठेको छ। ठुला तहका मान्छेहरूमाथि कारवाही हुँदैन, ठुला तहका मान्छेमाथि चाहिँ एकदमै त्यो बचाउने काम हुन्छ होइन। र त्यो सरस्वती हेर्दाखेरि होइन यो चाहिँ आँखामा छारो हाल्ने किसिमको काम हुन्छ, जनतालाई ढाँट्ने काम हुन्छ। हामी गरिब विपन्न तल्लो वर्ग होइन हामी कमजोर वर्गमाथि चाहिँ यो कानुन निर्मम ढङ्गले लागू हुन्छ। अर्थात् सरकारको विरुद्धमा आवाज उठाउने माथि यो काम हुन्छ भनिन्छ। त्यो हुन्छ भन्ने छ। यो कुरा चाहिँ चाहे एमाले सत्तापक्षमा होस् विपक्षमा होस्, एमालेका सबै कार्यकर्ता नेतृत्व पङ्क्ति सबैको समान धारणा के हो भने हामी विपक्षबाट एउटा सत्तापक्षबाट अर्को हुनु हुँदैन, भएका छैनौँ। यदि भएको जनतालाई लागेको छ भने पनि त्यसमा हामीले आत्मसमीक्षा गरेर त्यो कुरालाई चाहिँ जनतामा त्यस्तो लाग्न नदिने परिस्थिति निर्माण गरेर होइन त्यो विश्वसनीय ढङ्गले त्यस्ता अपराध र कुकर्ममा लाग्नेहरूलाई दण्ड दिने त्यो चाहिँ हामीले एकदम निर्भीकतापूर्वक यो कुरालाई अगाडि बढाउनुपर्छ जस्तो लाग्छ। तपाईँलाई मैले अब एउटा अन्तिम प्रश्न मात्रै गर्छु। जस्तो अहिले तपाईँहरूकै पार्टीका अध्यक्ष हुनुहुन्छ सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली, जस्तो उहाँको
योभन्दा केही समय अगाडि नाकाबन्दीको सामना गर्नुभयो उहाँले, यो चुच्चे नक्सा ल्याउनु भयो। यो कुरा गर्दै गर्दा उहाँलाई जुन रूपमा जनताले मानेका थिए, केपी बा आई लभ यू भन्थे, एउटा केपी बा भन्ने कुरा त्यहीँबाट सुरु भएको जस्तो लाग्छ मलाई। त्यही सामना गर्दै गर्दादेखि राष्ट्रियताको विषयमा त्यसरी उहाँले एउटा अडिग भएर खम्बा भएर लाग्दै गर्दा हिजो केपी बा आई लभ यू भन्ने त्यही मान्छेहरू आज सार्वजनिक कार्यक्रमहरूमा उनैलाई मुर्दाबादका नारा लगाइरहेका छन्। कुनै सार्वजनिक कार्यक्रमहरूमा जाँदाखेरि केपी शर्मा ओली मात्रै होइन कि जुनै पनि पार्टीका नेताहरू, जस्तो योगेश भट्टराईलाई अस्ति टोयलेटमा थुनिएको भनेर एउटा आयो होइन, हरेक नेताहरूलाई चाहिँ आज जोगिएर हिँड्नुपर्ने अवस्था आएको छ। यो कुरामा चाहिँ हामी नेताहरूबाट, हामी ठुला पार्टीहरूबाट अथवा सत्तामा रहेका अथवा विपक्षमा रहेका, गणतन्त्रमा रहेका, यो व्यवस्थामा रहेका पार्टीहरूबाट केही गलत भएको कारण, हामीले सचिन नसकेको कारण, जनताले चाहेको कुराहरू पुरा गरिदिन नसकेको कारण जनतामा एउटा आक्रोश आएको हो भन्ने कुरा तपाईँहरू स्वीकार्न तयार हुनुहुन्छ कि हुनुहुन्न? हाम्रो पार्टीका अध्यक्ष सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली प्रधानमन्त्री भएपछि प्रधानमन्त्रीको जिम्मेवारीमा अहिले आउनुभएको मान्छेले आरोप लागिरहेको छन् कि उहाँ अलोकप्रिय हुनुभयो होइन, हिजोको जस्तो क्रेज उहाँमा देखिएन। तर क्रेज घटाउने, अलोकप्रिय हुने, राष्ट्रघात गर्ने, ठुल्ठुला आर्थिक अपराधहरू गर्ने यो बिचमा कुनै घटना त कसैले बताउन सक्दैन त सक्छ। यो बिचमा के त्यस्तो सरकारले काम गर्यो जसले हाम्रो राष्ट्रको स्वाभिमानमा गम्भीर चोट पार्यो होइन? ठुला यो बिचमा नयाँ ठुल्ठुला आर्थिक अपराधको घटना घटे होइन, नयाँ ठुल्ठुला चाहिँ सरकारले गर्नै नहुने जतिपूर्ण काम गर्यो। के गर्यो भन्दा त के पनि छैन होइन। तर भइयो के भन्दाखेरि अहिले एमाले विरुद्ध सङ्गठित ढङ्गले जसरी गएको चुनावमा गठबन्धन भयो र त्यसपछि त्यो गठबन्धन भत्केर पनि सञ्चार क्षेत्रले र खास गरेर अब तपाईँले देख्नु भएको छ अब नयाँ पार्टीको नाउँमा, नयाँ शक्तिको नाउँमा होइन अनेक पात्रहरू जन्मे होइन। त्यो दुर्गा प्रसादको नाउँ होला, त्यो रवि लामिछाने होला, त्यो बालेन्जी होला, हरकती होला, अनेक पात्रहरू जन्मे र ती पात्रका वरिपरि होइन राजनीतिक कम बुझेको र छिटो परिवर्तन चाहने अधैर्य होइन ठुलो युवा पङ्क्ति पनि त्यहाँ सङ्गठित भयो। वरिपरि गयो सहरी क्षेत्र, खास गरेर सहरका मध्यम वर्ग होइन, भ्रमवश भनौँ या चाहिँ पुरानो मूलधारका पार्टीहरूप्रतिको विकर्षण भनौँ होइन, त्यहाँ वरिपरि गोलबन्द भए र एमाले उनीहरूको घेराबन्दीभित्र पर्यो र माओवादीका अध्यक्ष प्रचण्डले उचाल्ने काम गरे। लोकतन्त्रका सुन्दर फुलहरू हुन् त्यही त, बालेन, हर्क, गोपी होइन, रवि लामिछानेलाई लोकतन्त्रका सुन्दर फुलहरू भन्छन् उनले। अराजकतालाई तर तपाईँहरू यो कुरा मान्न तयार हुनु भएन। उचाल्ने कामहरू होइन, त्यो अराजकतालाई प्रोत्साहित गर्ने कामहरू भएको। मैले चाहिँ सामाजिक सञ्जालतिर जथाभावी लेख्ने, गाली गर्ने होइन, पुरै चाहिँ अब यस्तो अश्लील, यति निष्कृष्ट कि नेपाली एउटा देशभक्त, परिवर्तन चाहने, नेपालको राजनीति, नेपालको इतिहास बुझेको कोही पनि मान्छेले त्यति घटिया शब्दहरू, त्यति अनुचित, अनैतिक होइन त्यस्तो कुराहरू लेख्छ भन्ने लाग्दैन। तर ती मान्छेहरूको जब पोस्टहरू म हेर्छु, कमेन्टहरू हेर्छु, अनि मैले चाहिँ उनीहरूलाई यसो सर्च गरेर उनीहरू को हुन् त भनेर पनि खोज्छु। कि त उनीहरू विदेशमा बस्ने हुन्छ, कि चाहिँ त्यो गण्टी पार्टीका मान्छे हुन्छन्, कि चाहिँ माओवादीका कार्यकर्ता नेता हुन्छन्, कि उनीहरू बालेन समर्थक हुन्छन्। तर यो नभएका चाहिँ प्रायः पाइँदैन भने यो आक्रमण सङ्गठित छ, यो आक्रमण चाहिँ योजनाबद्ध छ र खास गरेर उनीहरू जुन त्यो पङ्क्ति जसरी उसले मुलुकमा आफ्नो शक्ति जसरी फैलिन्छ होइन, अब राष्ट्रिय स्वतन्त्र पार्टीले होइन हामी जस्तो हुन्छौँ भनेर सपना देखाएको छ
बालनज्यूले जस्तो सपना देखाएको थियो उनीहरूले नि होला त्यो सपना देखाएको थियो त्यो सपनामा यो केपी ओलीको नेतृत्वको सरकार युवाहरूप्रति उहाँको जुन क्रेज छ र यो चाहिँ यस्तो खाले चाहिँ उहाँको जुन लोकप्रियता छ यो चाहिँ उहाँहरू सबैले ठुलो बाधकको रूपमा ठाने र उहाँमाथि सबैले सामूहिक प्रहार गरे होइन पुरै एकपछि अर्को निरन्तर होइन प्रहारहरू गरे र यो अहिले प्रचारात्मक ढङ्गले एमालेलाई कमजोर पार्ने नेतृत्वलाई कमजोर पार्ने र एमाले प्रति जनताको जुन विश्वास छ जुन एमालेलाई आधारभूत वर्ग समुदायले जसरी विश्वास गरिरहनु भएको छ त्यो कुरालाई चाहिँ निश्चित पार्नको लागि र त्यहाँ भ्रम सिर्जना गर्नको निम्ति सङ्गठित र योजनाबद्ध ढङ्गले देशी विदेशी अनेकौँ शक्तिहरू एमाले विरुद्ध केन्द्रित छन् मलाई लाग्छ यो केही कुरा गलत चाहिँ भएको छ हामीबाट पनि सच्चिन पर्छ भन्ने कुरा मात्रै स्वीकार्नुहुन्छ कि स्वीकार्नुहुन्न हामीले के सच्याउने भन्ने नि मैले बुझाएको छैन हैन जनता भनौँ न गम्भीर प्रकृतिको राष्ट्रघात गरेको भए यो ठाउँमा राष्ट्रघात गरियो गल्ती गरियो हैन जनताको मुद्दाहरू नि हुन्छ नि गम्भीर प्रकृतिका आर्थिक अपराधहरू हैन गरेको भए यो गर्नै नहुने काम हामीले गर्यौँ अब हामी यस्तो गर्दैनौँ सचिन्छौँ भन्नु हुन्छ हैन ठुलो हिंसा हत्या ठुलो राज्यबाट गर्नै नहुने गम्भीर प्रकृतिका हैन त्यस्ता अपराधहरू कोकरमा गरेको रहेछ हैन सरकारी अङ्ग सरकारी निकाय या सत्तामा बसेको हैन कुनै पनि जिम्मेवार मान्छेबाट त्यस्तो भएको रहेछ भने आत्मावलोकित हुनुपर्ने एउटा कुरा होला त्यस्तो गरेकै छैन भएकै छैन तैपनि आरोप खाइरहनु परेको छ हैन अब यो अब प्रधानमन्त्रीले भन्नुभएको छ नि त हैन मेरो जस्तो कम्बोडियाको के अरे उहाँ स्विजरल्यान्डमा यो ठ्याक्कै एउटा पोइन्टमै आएको थियो हजुर भन्दा स्विजरल्यान्ड कम्बोडिया अब कम्बोडियाको कुरा स्विजरल्यान्डमा यति चाहिँ केपी ओलीले पैसा जम्मा गरेका छन् उहाँले संसद भन्दा ठुलो त नेपाली जनताको प्रतिनिधिहरूको कुनै ठुलो फोरम त छैन त त्यो उहाँले प्रश्नै भन्नुभएको त मैले हैन त्यस्तो ठाउँमा मतलब लगानी गर्नुपर्ने या पैसा बैङ्कमा राख्नुपर्ने कारण पनि छैन म त्यो गरेको नि छैन मैले गरेको पुष्टि होस् म दण्ड सजाय पनि भोग्न तयार छु उल्टो त्यो जसले त्यो पुष्टि गर्छ त्यो पैसा उसैको हुन्छ त्यो सम्पत्ति उसैको हुन्छ मैले थपरै गर्नुपर्छ भन्ने गरौँला तर मेरो त्यस्तो के पनि छैन भन्दा पनि निरन्तर छ भन्ने छ आरोप लगाएको लगै छ प्रमाण हुँदैन पुष्टि हुँदैन तै पनि सामाजिक सञ्जालतिर मिडियामा दफ्तरी चाहिँ आरोप लगाइरहेको छ भने यो यसमा के को आत्मालोचना हुन्छ यसमा सचिनु पर्ने कुरा के हुन्छ मैले एउटा कुरा चाहिँ हजुरलाई प्रश्न गर्न चाहे जस्तो उहाँलाई त्यो आरोप लाग्दै गर्दा उहाँले कम्बोडियामा पैसा राख्नुभयो लुकाउनु भयो भन्ने आरोप लाग्यो नि जुन नेपाली मिडियाले मात्रै होइन अन्तर्राष्ट्रिय मिडियाहरूले पनि ल्याए त्यो ल्याउँदै गर्दा उहाँले नेपालको संसदमा त उहाँले प्रश्न पार्नुभयो आफ्नो कुराहरू राख्नुभयो तर त्यो अन्तर्राष्ट्रिय मिडियाहरूलाई चाहिँ किन उहाँले अन्तर्राष्ट्रिय अदालतमा गएर म गलत छैन भनेर किन प्रमाणित गराउन सक्नु भएन भन्ने कुरा प्रश्न गर्छन् क्या जनताहरूले अहिले त्यो त अन्तर्राष्ट्रिय मिडियाहरूले जुन आरोप लाग्यो त्यो मिडियाहरूको पनि त काम होला नि त त्यसलाई पुष्टि गर्ने होइन नेपालको प्रधानमन्त्री अन्तर्राष्ट्रिय अदालतमा गएर मुद्दा खेपेर बस्ने कि मुलुकको दिनानुदिनको काम गर्ने कि होइन यहाँको चाहिँ जिम्मेवारी पुरा गर्ने कि होइन अब त्यस्तै कुराको पछि हिँड्ने कि जसले आरोप लाग्यो उसले पुष्टि गर्नु पर्दैन होइन पर्यो नि त तर त्यो पुष्टि चाहिँ आफू नगर्ने अनि उसले चाहिँ कहाँ गएर चाहिँ सफाइ दिने होइन अदालतमा मुद्दा हाले भए त्यहीँ गएर चाहिँ गर्नु हुन्थ्यो त्यो पनि होइन होइन भने मिडियामा ल्याइएका दुष्प्रचारहरूको खण्डन त उहाँले त संसदबाटै गरिसक्नु भने यो मैले यहाँ के भन्न खोजेको भन्दाखेरि यो गोइबल शैली भनेर भन्नुहुन्छ नि झुटो कुरोलाई सयौँ चुवटी होइन
सही हो भनेर भनेपछि मान्छेमा सही भएकै जस्तो अनुभूति भाव हुन्छ र मान्छेले पत्याउँछन्, विश्वास गर्छन् झुट पनि सही हुन सक्छ भन्ने होइन। अब हिटलरको सञ्चार मन्त्रीको जुन फिलोसफी छ, दर्शन भनौँ प्रचार नीति छ, त्यसैको फलो गर्ने काम नेपालको सञ्चार जगतले गरेको हो कि भन्ने यही बेलामा एउटा कुरामा होइन। तर हिटलरको चाहिँ त्यो खाले पतन पछि त्यस्ता दुष्प्रचारले कति गहिरो क्षति बिहोर्नु पर्यो, कति व्यापक क्षति बिहोर्नु पर्यो होइन। गोएबल्सले त आत्महत्या गरेर मर्नु पर्यो, बालबच्चै सिद्धिनु पर्यो होइन। यो कुप्रचार गर्ने, दुष्प्रचार गर्नेहरूको दर्दनाक अन्त्य हुन्छ होइन। त्यो मान्छेलाई झुटो कुरो बारम्बार होइन सत्य जस्तो बनाएर जसरी भ्रमको खेती गरिन्छ नि, त्यो खेतीको होइन, त्यो खेती गर्ने मान्छेको होइन संसारमा दर्दनाक ढङ्गले त्यसको बेइज्जती होइन, त्यसको चाहिँ अन्त्य भएको छ र त्यो सारा मान्छेको घृणाको पात्र बनेको छ। भोलि त्यसले पुष्टि गर्न सकेन भने त्यसको जवाबदेही त जिम्मेदारी त लिनु पर्ला नि त। यसैले गर्दा म एउटा एमालेको एउटा गाउँतिर है, ग्रामीण क्षेत्रको एउटा कार्यकर्ता हुँ भन्छु म आफूलाई। हामीलाई पनि साह्रै दुख छ, पोल्छ। हाम्रो नेताहरूले यो प्रकारको अपराध त गर्नु भएन है, किन यस्तो निरन्तर आरोप लगाइरहन्छ होइन। हामीले एमालेका सबै मान्छे होइन भ्रष्ट, एमाले सबै नै बर्बाद, एमाले यो राष्ट्रको जनताको अहितमा होइन चाहिँ बनेको पार्टी जस्तो गरेर एमालेलाई जसरी अहिले प्रहार गरिएको छ, अनि यो चाहिँ गम्भीर विषय हो। र तपाईँको सञ्चार माध्यम मार्फत म फेरि पनि के आग्रह अनुरोध गर्न चाहन्छु भने होइन, यदि एमाले गल्ती कमी कमजोरी गरेको छ भने कुनै पनि नेतालाई जोगाउनुपर्छ अथवा गल्ती कमी कमजोरीलाई संरक्षण गर्नुपर्छ। यो पार्टीलाई चाहिँ गल्ती कमी कमजोरी गर्नेहरूकै पार्टी बनाउनुपर्छ भन्ने हाम्रो बिल्कुल होइन, कोही पनि त्यस्तो छैन। एमाले झुप्रोमा जन्मेको पार्टी, छाप्रोमा जन्मेको पार्टी, श्रमजीवी वर्गले बनाएको पार्टी, यो मुलुकको होइन राजनीतिक, सामाजिक, आर्थिक, सांस्कृतिक परिवर्तनको ठुल्ठुलो होइन बलिदानीपूर्ण अनि इतिहास बोकेको पार्टी होइन। ठुल्ठुला पीडाहरू, यातनाहरू होइन, जेल मेल प्रवास सबै खपेको पार्टी अनि यति ठुलो बलिदानी इतिहासबाट गुज्रेको पार्टी हो होइन। यो पार्टीले जनताको विरुद्ध, राष्ट्रको विरुद्ध होइन र चाहिँ के अरे मुलुकको सुशासनको विरुद्ध होइन यो पार्टीले गलत काम गर्छ भन्ने कुरो हो। हामी त त्यो त सम्झन पनि सक्दैनौँ। त्यस्तो गर्न बरु हामी जीवन उत्सर्ग गर्न तयार छौँ। हामी कुनै पनि बेला होइन जस्तो सुकै बलिदान गर्न पनि तयार छौँ। तर हाम्रो पार्टीलाई होइन गलत आक्षेप होइन, गलत खाले चाहिँ जनतामा भ्रम पर्ने गरी आरोप लगाएको कुरामा हाम्रो सिङ्गो पार्टी पम्पन्ती होइन अत्यन्तै पीडित छ। र यो कुरो सञ्चार क्षेत्रले ध्यान दिनुपर्छ, बुझ्नु पर्छ। र एमाले जस्तो देशभक्त र मुलुकको प्रगति समृद्धिमा लाग्ने पार्टीलाई कमजोर बनाउनु भनेको चाहिँ यो देशलाई नै कमजोर बनाउने हो भन्ने हामीले त्यो ढङ्गले बुझेका छौँ। यसमा अनेक खाले तपाईँलाई जनताले सोधिरहेको एउटा प्रश्न मात्र, अब यही प्रश्नमा जोडेर एउटा प्रश्न मात्रै म क्लियर गराइदिन आग्रह गर्छु। यो कम्बोडिया काण्ड जुन आयो, यो आयो प्रधानमन्त्रीज्यूले खण्डन गरिसक्नुभयो यसको विषयमा। तर यो काण्ड आउँदै गर्दा जुन समय एउटा प्रमाण भनेर आएको थियो, यो दुर्गा प्रसाईबाट जुन सार्वजनिक भएको त्यो हुँदै गर्दा त्यो समय पनि संयोग मिलेको भन्ने अथवा के भन्ने, त्यो समयमा पनि ठ्याक्कै उहाँहरूको टिम त्यहाँ गएको बेलामा एजियाटासँग चाहिँ यो एउटा सहमति अथवा समझदारी के भएको भन्ने, यो एउटा कन्ट्र्याक्ट भएको भन्ने भनियो। अनि अस्ति जुन बेला यो प्रमाण भनेर जुन दुर्गा प्रसाईबाट आयो, त्यो आउने बित्तिकै तपाईँहरूको सम्भवतः मलाई लाग्छ दरबार मार्गमा एउटा कार्यक्रम थियो एमालेको। त्यो कार्यक्रमको बेलामा त्यही कार्यक्रमको कमान्डर तोकेका मलाई लाग्छ राजन भट्टराई, त्यो प्रमाण भनेर निस्किने बित्तिकै तत्काल कम्बोडिया जानुभयो क्या। यो संयोग परेको कि के भएको? यो जनताले सोधिरहेका छन् क्या यो कुरा, तपाईँले क्लियर यो कथा बनाएको हो। यसमा कुनै सानो सम्बन्ध राजन भट्टराईको ज्ञानमा यो केसमा कुनै सम्बन्ध थिएन होइन। उहाँ अरू नै कार्यक्रममा जानुभयो। त्यो विषयमा मलाई अलिअलि थाहा छ, पुरै जानकार नभए पनि धेरथोर म बुझ्छु।
र यो चाहिँ एमालेलाई बदनाम गर्न रचिएको कथा होइन भन्दा बाहेक के पनि होइन। र एमाले यस्तो कुरालाई बचाउने जोगाउने संरक्षण गर्ने आदि इत्यादिको कुरामा छँदा पनि छैन। कति अब साँचो कुरो यदि कसैले गल्ती गरेको छ त्यसलाई लुकाएको छ त्यो कति दिन लुक्छ अनि लुक्दैन नि होइन। यसैले गर्दा यो पार्टी यस्तो प्रवृत्तिको विरुद्ध लडिरहेको पार्टी हो होइन। गलत क्रियाकलापको विरुद्ध लडिरहेको पार्टी हो र मुलुक बनाउन भनेर स्थापित भएको पार्टी हो। यो पार्टीको कुनै नेता कार्यकर्ताले राष्ट्र जनताको अहित हुने कुनै काम गर्यो भने अनि त्यसलाई चाहिँ हाम्रै पार्टीले पनि होइन त्यो माफी दिने होइन क्षम्य हुने जोगाउने काम गर्दैको काम हामी गर्दैनौँ। यो हामी गर्न दिँदैनौँ होइन। यहाँहरू यसमा विश्वस्त हुनुहोस् हाम्रो पार्टीका नेताहरूले चाहिँ यो राष्ट्रलाई घाटा नोक्सान हुने मुलुकको चाहिँ एउटा राष्ट्रिय अर्थतन्त्रलाई नै होइन समस्यामा पार्ने मुलुकको होइन पैसा बाहिर लिएर जाने होइन मुलुकमा ठुल्ठुला भ्रष्टाचारका योजनाहरू बनाएर मुलुकलाई बर्बादीको दिशातिर लिएर जाने यो कुरो कल्पना सम्बन्ध गर्न सक्दैन। यो हाम्रो पार्टीले होइन यो नगर्ने कुरा र अरूले गरे पनि यसको प्रतिवाद गर्ने लड्ने भिड्ने काम नै हाम्रो पार्टीले गर्ने हो। यो कुरोमा यहाँले पुरा विश्वास गर्नुपर्छ। र अब हामीले नजानेर नबुझेर होइन अब कहिलेकाहीँ अब यस्तो हुन्छ नि त अब विभिन्न पार्टीसँग मिलेर सरकार चलाउनु परेको होला होइन। कुनै विभाग कुनै मन्त्रालय कुनै पार्टीका होला कुनै होला त्यसमा एकजनाले गरेको गल्ती होइन हामीले त्यो गल्तीलाई चाहिँ सामूहिक ढङ्गले जिम्मा लिनुपर्ने परिस्थिति पनि बन्न सक्ला होइन। त्यस्तो स्थितिमा पनि जनतालाई हामीले प्रश्न भएका छौँ यो यस्तो कुरा आइ भनेर हामीले ढाँट्नु पर्ने छलकपट गर्नुपर्ने होइन जनतामा लुकाउनु पर्ने त्यस्तो कुनै काम गर्दैन होइन। हाम्रो पार्टीभित्र त हेर्नुहोस् तपाईँ निर्वाचन आयोगमै जानुभयो भने पनि सबैभन्दा आर्थिक रूपले पारदर्शी पार्टी एमाले हो होइन। त्यसका श्रेष्ठहरू हेर्न सक्नुहुन्छ त्यो दोहोरो श्रेष्ठ प्रणालीबाट हामी प्रति जिल्लाको प्रदेशको केन्द्रको हामी सबै लेखा परीक्षण गर्छौँ अनि हाम्रो पार्टी सदस्यहरूको लेडी कति त सबै चाहिँ हामी वैधानिक ढङ्गले अनि पारदर्शी ढङ्गले महाधिवेशन गरेर होइन महाधिवेशन गरेर हामी यो सबै अनुमोदन गर्छौँ। सबै कार्यकर्ताबाट हाम्रा नीति कार्यक्रम हाम्रा चाहिँ आर्थिक क्रियाकलापहरू हाम्रा चाहिँ पार्टीका यावत जे जति विषयहरू छन् हामी हजार मान्छे बसेर घनीभूत छलफल गरेर त्यसमा देखिएका कतिपय कमजोरी छन् भनेदेखि त्यसलाई हेरेर होइन अनुमोदन गरेर अघि बढ्ने पार्टी हो। यो सामूहिक नेतृत्वलाई विश्वास गर्ने पार्टी हो। यो व्यक्तिगत ढङ्गले कसैको निजी हैकमबाट चल्ने पार्टी होइन नि होइन। सामूहिक नेतृत्व स्थापित गर्दै अघि बढेको पार्टी हो होइन। त्यो भएको हुनाले यो पार्टीबाट यस्तो उस्तो आदि इत्यादि भन्ने जे कुराहरू छ यो सबै काल्पनिक भ्रामक अतिरञ्जनपूर्ण किसिमका आक्षेपहरू हुन् अनि यसमा कुनै सत्यता छैन। र यो कुरो यहाँले खास गरेर सञ्चार जगतले नेपाली जनतालाई प्रश्न गर्नुपर्छ। यदि हामीले गलत कुरालाई सही हो भन्ने जनतामा त्यो भाषा सिर्जना गर्दै जाने हो भने नै त्यो गलत गर्नेहरूकै हितमा प्रयोग हुन्छ ती कुरा। जस्तो अहिले के देखिन्छ भने भ्रष्टाचार जहाँ भइरहेछ त्यो मौलाइरहेछ भ्रष्टाचार नगर्ने मान्छेहरूलाई बदनाम गर्ने भ्रष्टाचार गर्नेहरूकै खर्च लिएर भ्रष्टाचार नगर्नेहरूको बदनाम गर्ने सम्मका हरकतहरू पनि ठाउँ ठाउँमा देखिएको छ होइन। जो भ्रष्टाचार उसले नै चाहिँ एकदम सही बाटोमा हिँडेका मान्छेहरूलाई बदनाम गर्न तिनी भ्रष्टाचारबाट आर्जन गरेको सम्पत्ति खर्च गर्छ होइन। त्यतिसम्म पनि यो देखिएको छ। यो भएको हुनाले मेरो यहाँलाई के आग्रह छ भनेदेखि मुलुक सबैको हो, मुलुक बनाउने कर्तव्य दायित्व सबैको हो होइन। हामी नागरिकहरू जिम्मेवार हुनुपर्छ। हामीले गलत कुराको विरुद्ध सामूहिक ढङ्गले एउटा चाहिँ गलतलाई गलत सहीलाई सही भन्ने मान्यताको विकास गर्न सकेनौँ र आफ्नो पार्टीको नाममा जे भए पनि राम्रो भन्ने अरू पार्टीले राम्रै गरे पनि नराम्रो भन्ने र समाजमा गलत काम गर्नेलाई पनि होइन संरक्षण गर्ने र राम्रो काम गर्नेलाई पनि होइन हामीले तिरस्कार गर्ने यस्तो
स्थिति निर्माण गर्यो भने हाम्रो देशलाई होइन यो अस्तव्यस्तताबाट बचाउनु कसैले सक्दैन। यो बचाउने हामीले हो, गर्ने हामीले हो। र मेरो यहाँसँग यो अनुरोध छ कि हामीले यो गलत खाले भ्रामक कुराहरूबाट समाजलाई मुक्त गरौँ। समाजमा यस्तो चाहिँ भ्रमहरूबाट होइन समाजले चाहिँ मुक्ति पाउने वातावरण निर्माण गरौँ, मेरो यो आग्रह हो। हुन्छ, यो तपाईँले अमूल्य समय दिनुभयो, यसको लागि तपाईँलाई धेरै धेरै धन्यवाद। मेरो पनि धन्यवाद।